ल है गाइज अब चाहिँ मेरो पालो अफरोड राइड मेरो कस्तो छ त यहाँ छ हाम्रो साधन अघि बिहान चाहिँ भाइले लिएर आएको थियो अब चाहिँ म अफरोड धेरै वर्षपछि 4-5 वर्षपछि फेरि बाइक चलाउँदैछु त कस्तो छ ल हेर्नुहोस् है त मेरो अफरोड ड्राइभ पनि तपाईहरुले मूल्याङ्कन गर्नु होला लडिने हो कि म यही घुमाउँछु ल हैन यता घुमाउनु न यही घुमाउँछु यहाँ देखा ल एकछिन है त्यसो त कहाँ थाम्छ यो ल यसले मेरो कला देखाएर हैन चाहिँ कसै थाम्दैन ल ल रेकर्ड चेप्नु दामी न आफै बोल्न बोल्दिन म जर्छ भरे यहाँ चेप्नु न यहाँ देखा त कहाँ चेप्यो खस्यो नि खस्दैन यो अगाडि ल अब यसले मलाई पछ्याएन यहाँ त कहाँ झोडीमा अहिले भाइजर साइजर उडाउँछ उता 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 घुमाएर आउनु एकछिन ल स्ट्यान्ड राम्रो राख्दा मात्रै कहाँ पुर्याएको ठोकाएर त्यस्तै हो ठोकिएको होइन न्युट्रल जान त क्लच तानेर स्टार्ट गर्नु न भइहाल्छ नि स्टार्टै हुनु एकछिन नहाल्नु अहिले ओह्रालोमा ठेल्नु लु त ब्याट्री सकिसक्यो नि न्युटन छ ल गर्नु ए छैन ए न्युट्रल ब्याट्री फ्याक अन अफ अन्त अन आएदेखि अनको अन राखेर अनि ब्याट्री फ्याक खै छोड्नु यहाँ ल्याउनु त ए खै म ठोकिहाल्छु किन यस्तो पर ठोक्यो के थियो पछाडि मुरा अब भयो भयो ठोक्यो यसलाई देखाइदिउँ भनेको मेरो सारा काम अहिले मजाले थियो जानु न कुद्नु पर्यो नि चिप्लाउनु हुन्छ है त गियर हाल्दा जान त मेरो अफरोड अलिक ठुलो गियर लाउनु दुईमा के खालको टेक्निक कहाँ कहाँ पूर्व पश्चिम पुर्याएको छ अहिले ल यसले त कस्तो कुदाउँदो रहेछ त किन डराएको राम्रो क्यामेरा चाहिँ बाटो थिएँ ए यस्तो त खाइवरी चप्पैवरी भोगीवरी लडाइवरी कुच्चेवरी ए ल कति वर्ष 3 वर्षपछि र यो बाइक चाहिँ मलाई लास्ट अप्ठ्यारो लाग्छ यो NS 200 मात्रै हो नि होइन यो चाहिँ मलाई भन्नै पर्दा NS 200 चाहिँ दोहोरो गाडी त होला तर मलाई चाहिँ अलिकति मन पर्दैन यसलाई पहिला लिँदाखेरि नकिन भनेको किन खै किनेको मैले 220 पल्सर भने 150 180 पनि एकदम घाँडो भन्छु म चाहिँ घाँडो बाइक हो त्यो पनि अनि 220 चाहिँ मलाई ट्र्याक्टर जस्तो लाग्थ्यो पहिलाको इन्जिन पहिलो अहिलेको त खै के आएको छ पहिलाको चाहिँ डह्रो थियो म जोत्थेँ लास्टै हिलो जस्तो अनि कुदाउँथेँ 220 150 चाहिँ पहिलाको पुरानो चाहिँ राम्रो थियो अहिलेको चाहिँ मलाई यही मन पर्दैन भन्नै पर्दा अब के कुदाउने भन्ने छ आफूसँग त छैन त्यही भएर मन नपर्यो बाइकै छैन मसँग त ल मेरो बिर्सिया रहेन छ त अलिअलि त कुदाउने रहेछ चिप्लिन्छ यहाँ यहाँ सिधै छैन यस्तोमा हिउँमा कुदाउने मान्छेमा यस्तोमा अब यहाँ रोड निस्क्यो नि रोड देखा तल यहाँ उडाइदिन्छ अब पछाडि बाइक सकअप छैन धेरै उकालो छ डर बस्छ खोइ त दुईमा त तान्नु भन्दा त ख्याट गर्छ पुरै बाटो अफरोड यो रोडामा चाहिँ एकदम होसियार हुनुपर्छ है सुल्किन्छ सारा तोपे मैले अब चाहिँ भयो यस्तो दिनै कुदाउने मान्छे मेरो पछाडि बसेर डराउँछ यस्तो रोडामा चाहिँ यसरी गुड्किन्छ यसमा चाहिँ
डट बाइक ठिक हुन्छ टट है त चिप्लिन्छ क्या त्यो लामो ढुङ्गा यहाँबाट लग्यो अलिकमा सर यो बाटो म बर्खामा लास्टै दुःख पाएर कुदेको छु पहिला अहिले चाहिँ राम्रो छ पिच चाहिँ कहिले भने झन्डै सुत्यो त ढुङ्गा चढेर ओ यता एक्सर्साइज बिहान बिहानै यहाँ त सुत्छ यहाँ चाहिँ हरन मार्नुपर्ने हुन्छ टर्निङ साँगुरो बाटो त खुल्लै तर पहिरोले गर्दाखेरि साँगुरो छ यो चाहिँ पास त इलाम हो यो त इलाम पर्छ यो रोड चाहिँ सबै इलाम क्षेत्रमा पर्छ इलाम क्षेत्रमा परे पनि यो चाहिँ के गर्नु यसपालिको बाढी पहिरोले सबै भत्किएर पर देखा भित्ताहरू यस्तो बिजोग छ यो मगर भित्ते भिर भन्छ यहाँ चाहिँ आजभन्दा 20 वर्ष अगाडि यहाँ बाटो अप्ठ्यारो चाहिँ यहाँबाट एउटा ट्रक ब्याग सरी त्यतिका ब्रेक फेल भन्थ्यो अब सानै थियौँ यहाँ गएर पर्लक्कै एकजना ड्राइभर मरेको याद छ है मलाई मलाई चाहिँ डर लाग्छ यहाँ आजभन्दा 15 वर्ष अगाडि 2जना ट्र्याक्टरमा उता मरेको यो चाहिँ यहाँ हो ट्र्याक्टरमा यो चाहिँ यतापट्टि पल्टिएको अब यो चाहिँ यो सिँढीबाट माथि जाँदा चाहिँ नामतोक डाँडा यहाँ कुकुरहरू त कहाँ हुन्छ यता माथि नामतोक डाँडा हो यसले देखाएन नामतोक मात्रै ए कहाँ देख्छ यता ओ इलाका सेर हो अनि यहाँ पनि आजभन्दा 10-15 वर्ष है यो ठाउँमा ट्र्याक्टर दुर्घटना भएर दुईजनाको ठाउँ ल मेरो अफरोड राइट साइड बिस्तारै सर राम्ररी बाटो त देखा अनि यस्तो ठाउँमा 50मा पुगेपछि अनि क्या म यस्तो हाइवे जतिकै छ त बाइक आउँदैछ ग्राममा जुताउनु एकपल्ट गाउँमै पुगिन्छ त्यो बाटो त भित्ता तल चाहिँ मेरो गाउँ है भन्नै पर्दा तल न खासै तल त पर्दैन तर यहाँबाट चाहिँ लाग्छ नराम्रो देखिन्छ तर जन्म गाउँ जन्म ठाउँ जन्म तल हो अब चाहिँ 3मा एनएस डर हो बाइक त पुग्न सक्यो भने तर अलिक अलिक कम्फर्ट चाहिँ लाग्दैन यो एनएस अलिक यङ जेनेरेसनलाई चाहिँ ठिकै होला हामी त अब त रमाउने दिन भइसकेको मान्छेलाई त ठिक लागेन यो ठाउँ पनि आजभन्दा 20-22 वर्ष अगाडि यो ठाउँमा नि एउटा ट्रक दुर्घटना भएको यहाँ माथिबाट ब्रेक फेल भएर रवि सिमेन्ट लिएर जाँदै गरेको ट्रक ब्रेक फेल भएर यहाँबाट 100 मिटर तल खसेको थियो त्यतिखेर एकजनाहरूले तिनजनाको काँटा पर्नुहुन्छ काँटा खस्यो उहाँ पनि पर्नुभयो केही भएन एकजना ड्राइभर त एउटा गाडीमा एकजना त हुन्छ एकजना भनिरहेको मैले चाहिँ उहाँ पनि दुर्घटनामा पर्नुभयो तर उहाँहरू बाँच्न सक्यो 100 मिटर तल जाँदा गाडी त छेदविच्छेद हामी चाहिँ गाडीको पार्ट्स के पाउँछ भनेर सानो हुँदा चोर्न आउँथ्यो के चोर्नु थियो केही नै थिएन यत्रो फलाम के पाएर चोर्नु यो चाहिँ हाम्रो इलाम जिल्लाको वन क्षेत्र हो यो बाटो निर्माणको क्रममा माटोहरू छेउमा पाएको कारणले वर्षा यहाँ अत्याधिक क्षति पुऱ्याएको छ हाम्रो गाउँमा तल गाउँ चाहिँ थोकथुम गाउँपालिका वडा नम्बर 1 पहिला चाहिँ वडा नम्बर 2 गाविस हुँदा पछिवा टोल पर्थ्यो एकदम क्षति पुऱ्याएको छ त्यो ठाउँलाई छ यहाँको माटो लेदो पुरै सोरेर गएपछि तल त केहीले नथाम्ने गरे अनि त्यहाँ हाम्रो ठाउँलाई मात्रै होइन यहाँभन्दा तल गजरमुखी आसपास सबै पुलहरू घरहरू निकै क्षति गरिरहेको छ यसको कारण हो यही माटो यही बाटोको कारणले अत्याधिक लेदो बगेर गएको कारणले गर्दाखेरि यस्तो भएको हो यहाँको डम्पिङ फोर कौवाहरू छ ल धेरै वर्षपछि एनएस बाइक ओहो तेल सक्यो त केटा तेल त ल हौ सक्यो अब खेल्नु लैजा होइन होइन किन होइन के भयो त्यो
यस्तो बिना पनि हुँदैन रिजर्भमा हालिरहेको रिजर्भमै कुदाउने के बताउने स्टार्ट गर्नु त तेल छ तेल एउटा धर्छ ए छोड्नु त यसलाई अलिअलि उ गर्नु त गर्नु त यो स्विच बटाल्नु न यो त वहीँ बटाइले हाल्नु न यो स्विच बिग्रिएको छ खै त अलिक ठुलो गियरमा राख्नु भएको छ गियर नि चेन्ज हुन्न त्यो कबाडी बनाइसकेर चाहिँ म त केही सके जस्तै उठुक गरेर गएँ जसलाई बाजेलाई नदेखेर कुट्ला अहिले नि घर चाहिँ आइसकेँ त ए ठोकिरहेको छ यता केटा कुदाइ कस्तो लाग्यो होला डर लाग्दो